Nãy topol. Tol andiamo nãy topolala. Ebi Pastro. Sampai. Era metior sampai deh nih lah. Tapi toda lah deh nih jadi. Kayak dance untuk dia lah. Kondo dance. Pal berhar yaar चड्डी होई. Dance कोई कोन्डो डान्स हान्दैन कोन्डो डान्स ओइ नयाँ चप्पल हो फेरि Ui, kim thỏa si đang ngon về được chưa? Lo. So guys, guys, हामी चाहिँ फेरि पनि आइसक्यो लोथर खोला नुहाउन हामी चाहिँ लोथर खोला नुहाउन आएको हैन लोथर खोला यस्तो धमिलो रहेछ कि अनि यस्तो धमिलो कसरी नुहाउँदै धमिलोमा यार भनेर सोचेको फेरि ओइ दादालाई त हामी चाहिँ नुहाउन आएको हैन ल्यामे धमिलो रहेछ कि पानी Yo! Woo! Sirpati on the mic. Lo guys, हामी चाहिँ नुहाउन आएको हैन तर हामीले पानी धमिलो देख्यो अब हामी नुहाउने कि ननुहाउने के कस्तो गर्ने भनेर हामीलाई अलिकति फिक्स छैन हामी नुहाउँछ कि नुहाउँदैन भनेर हुन्छ मेरो पछाडि सम्धि सम्झिँदा चिन्नु अस्ति भर पहाडबाट झरेको कुन ठाउँबाट झरे कुन ठाउँबाट झरे त के ठाउँ कुन पहाडबाट झरे धमिलोबाट धमिलो डाँडाबाट झरे होइन धमिलो डाँडाबाट झरेको है यो चाहिँ अस्ति भर्खरै के भन्छ अरे स्कुलको ड्रेस लगाएर आएको थियो कि अझ स्कुलको ड्रेस लगाएर धमिलो डाँडाबाट आएको थियो कि होइन योगेश भाइ हो मेरो भाइ हो सो केटाहरू मैले यसको एमटिभी भ्लग्सको मैले एमटिभी के एटिभी के जस्तै गोसमा यसको भ्लग चाहिँ म एकछिन बनाइदिएको भाइ यहाँ नाङ्गे एकछिन कपडा फेरिरहेको छ भाइ के छ यो के अरे वाटर ड्रप टेस्ट हेरौँ न के अरे म एकछिन वाटर ड्रप टेस्ट हेर्छु है हेर्नु जानु भाइ रुन्छ अहिले ओ खैरे के छ एकदम गाइस तपाईहरुलाई म एउटा चिज देखाउन चाहन्छु हैन यो चाहिँ मेरो हैन धेरै महिनापछि मैले हैन नयाँ चप्पल किन्न सफल भयो गाइस आया यता देखा न त्यो चप्पल आयो नयाँ चप्पल हान्ने अब नयाँ चप्पल आएर एबी बास र ओइ फाल्दियो मेरो नयाँ चप्पल यता मुला कन्टेन्ट हो क्या नयाँ चप्पल हेलो हाम्रो चाहिँ होइन यिनीहरूले हाम्रो चप्पल नयाँ चप्पल देखि नसकेर यसलाई रिस डाँड लाएर हाम्रो चप्पल खोलामा फालिदियो गाई चाहिँ नयाँ चप्पल तेरो के त भाइ तेरो यस्तो थोथो चप्पल होइन यो 200 को चप्पल हाम्रै नै 550 को हाम्रो है आउँदैन हाम्रो नयाँ चप्पल यस्तो चप्पल तले देखाछ बाबु चप्पल कहिले देखाछ यस्तो चप्पल कहिले देखाछ यस्तो चप्पल कहिले देखाछ तैँले चप्पल हेर्नु त्यहाँ चप्पल 200 को चप्पल 150 को चप्पल 150 को चप्पल लगाएर न त 150 को चप्पल हाम्रो यसो 500 को चप्पल 550 अनाएर त बाबु तेरो हो कि भाइ लेबर हामी दाइ त राजा हो राजा के भन्ने अब यस्तो आइफोन राम्रो आउँदैन काम गर्ने बेला राजा लेबर हुनुपर्छ भन्ने निस्किने होइन अगाडि हामी चाहिँ पानी जस्तो फोहोर भयो भने हामी चाहिँ नुहाउने डिसाइड गऱ्यो हामी चाहिँ होइन किनभने अब यत्रो 30 रुपियाँ भाडा तिरेर अछु ल गाइज अब चाहिँ मेरो नयाँ चप्पल हो फेरि सिनेम्याटिक सर साइली
सिनेम्याटिक सर मिठाई सिनेम्याटिक देख्नुभयो होला नि अब चाहिँ मेरो चप्पल चाहिँ पुरै खोलामा डुब्न जान्छ है सर र र र र हामी चाहिँ पुरै गहिरो छ कि गहिरो के भन्ने अलिअलि खुट्टा डुबो त हामी यस्तो यस्तो फोहोर पानीमा नुहाउनु यार तर केही छैन किन फोहोर पानीमा नुहाउनु भन्नु होला त भयो तर हामी घर गएर नुहाउने हो कि फेरि यो फोहोर पानीमा नुहाएर नि अब फेरि घर गएर नुहाउनु पऱ्यो नि त अनि गर्मीको महिना दिनमा 5 चोटि नुहाएर हुन्छ अनि बाल हुँदैन कि हामीलाई 3जना मान्ताङहरू चाहिँ ऊ अगाडि गएर योगेश मान्ताङ झोला बोकेर त्यो चाहिँ झोलामा त्यो कपडाहरू लिएर त्यसको चाहिँ भिडियो बनाउनु पर्ने अरे होइन रियाक्सन भिडियो ठिक छ म चाहिँ दौडिनु पर्ने हुन्छ सम्धी भाइ हेर प्योर सम्धी देख्नु भने यसलाई बेटोड हल्लाइदिएन एकचोटि के डान्स हुन्छ अरे यसलाई कन्डो डान्स हान्दियो हाम्रो सम्धीले मिठो कन्डो डान्स हान्दियो हाम्रो सम्धीले अब हामी नुहाउँछ उता अगाडि हो हेर्नुहोस् त यो भाइलाई अस्ति भर्खर पहाडबाट झरेर अहिले यहाँ हराएको छ घर जानलाई पनि गाडी भाडा छैन रे त्यही भएर हिँडेर जान हामी चाहिँ यसलाई घर पुऱ्याउन लागेको किनभने यो सम्धी अलि धेरै नै रुइरहेको थियो त्यही भएर हामी चाहिँ यसलाई घर पुऱ्याउन जान लाग्यो अब यहाँबाट गयो भने अब 15-20 मिनटमा यस्तो त घर पुग्छ अनि ढेँडो खाएर आउने हामी लोकल भाले काटेर अनि त्यसपछि के भन्छ अरे ढेँडो खाएर आउने कि ढेँडो यस्तो मिठो सिनेम्याटिकको बिचमा मेरो कालो थोपडा कहाँबाट आयो भन्नु होला होइन अब चाहिँ फेरि भ्लग स्टार्ट हुनु अघि सिनेम्याटिक हामीसँग चाहिँ दुईवटा सनस्क्रिन छ होइन यो लगायो भने चाहिँ सुरुमा यो लगायो भने चाहिँ कालो हुन्छ होइन अनि यो लगायो भने चाहिँ फेरि गोरो हुन्छ कि फेरि कालो गोरो फेरि भिटामिन हो क्या अब चाहिँ म यो लगाएर होइन खोलामा गएछ क्या कसमै लगाएर डाँडा हेरौँ डाँडा डाँडा क्या पाल पर्या यार चड्डी हो फाटेको प्यान्टी ओइ ओइ कन्डो डान्स हान्दैन कन्डो डान्स ओइ 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 दामी हान्दै त ओइ ओइ खतरा हान्दै त ओइ 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 दामी दामी लो यो चाहिँ फेरि किन धमिलो पानीमा नुहाइस मुर्दारहरू नभन्नु होला होइन यो चाहिँ फेरि गोल्डेन रिभर हो क्या गोल्डेन पानी गोल्डेन भनेर तपाईँहरूलाई थाहा छैन भने गोल्ड के गोल्ड 24 क्यारेट्स एप्स एप्स त तलको पो ठुलो छ तपाईँ देख्यो बुझ्यो म काट अलिकति काटिदिन्छु कि एप्स देखाइदियो नि एप्स 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 ल ल ल ल कला हेर्नु होला कला हाम्रो योगेश ब्लगको तिनवटा छौडावाला भाइले नि त्यो यतापट्टि तिनवटा यतापट्टि तिनवटा ओए मार्छ क्या हो तलक सानो भाइले 5 छुयो त ओए एयरपोर्ट लगा नाचिरहेर उहाँ यो चाहिँ च्यातिएको होइन फेरि यो चाहिँ एयर कन्डिसनवाला हो कि है यसलाई चाहिँ एसीवाला कट्टु भन्छ हो कि दाजुभाइ दाजुभाइ यसलाई एसीवाला कट्टु भन्छ हो कि अनि चाकको दुलोमा नि अलिकति त्यो एसी चाहियो नि त अछु अछु अनि त्यही भएर त्यो चाहिँ यस्तो खाले कट्टु हो त्यो चाहिँ पाल पर्यो किन्न नसक्ने नभन्नु होला होइन यो चाहिँ एकदम रिच हो फेरि यस्तो चड्डी चाहिँ यसले कम्पनी खोलिदिन्छ डेन्जर हो ल पानी छैन यार
हामी चाहिँ नुहाउने यो गोल्डन रिभर डाँडा हेर्नु न ग्रिनी यस्तो बवाल छ क्या हाल ग्रिनी गाइज हाम्रो चाहिँ यहाँ केटाहरूसँग भएको कला देखाउँछ तपाईँहरूलाई कला ल पाण्डे भाइ कला देखाइदिनु नि कला ल कला देखाइदिनु केटाहरू ल कला देखाइदिनु केटा कला यो बिबोङ यो लो त हल्ले त पाण्डे भाइ कला देखा कला ओए सुल्तान हो क्या ए सुल्तान जब चाहिँ हामी टक्क स्याम्पू लाउनु पनि हुन्छ ह्यान्डसम देखा होला मलाई अब होइन अलिक कालो देखाएको छैन अब चाँडो गर न भ्या भ्युसलाई अल्छीलाई मुनि पनि धस् न सेतो बना कमसेकम यो त सेतो बना कविताले आउला फेरि यस्तो देखाएर कस्तो हातले यार हातले हेर टाउकोतिर हाल्यो फेरि मुझे त्यो कहाँ हातले मुखमा लाग्छ त्यही भएर त कालो हुँदो रहेछ त तलको दाग लगाएर बुझ्यो हेर्नु लामा कस्तो गह्रो भयो एकैछिनमा तलको निकालेर तल कम खतरा हुँदो फेरि मेरो खुट्टा घाउ भयो यार कता हेरौँ यो सेक्सी गर्ल हेर्न सक्नुहुन्छ यहाँ सेक्सी बॉय एसी वाला कट्टुसको साथमा हामी चाहिँ अब यस्तो मजाले नआयो होइन अब चाहिँ हामी घर जानु पर्ने हुन्छ अब त्यही भएर अनि हामी चाहिँ अब यो भिडियोलाई चाहिँ हामी राखेर हामी चाहिँ अब घर जानु पर्ने हुन्छ अब नेक्स्ट भ्लगमा भेटौँला बाई गाह्रो हाम्रो एटिभी सर चाहिँ चुनावमा उठ्ने भएको छ ल मलाई भोट दिनुहोस् घरमा म ग्यास चुलो सब फ्रीमा मुन्ने खाना फेरि मेस के जाऊ